नमस्ते, हामी नेपालगञ्ज उपमहानगरपालिका मनिकापुर वडावासी। यो गायत्री नगर, यो आदर्श स्कुल अगाडि हो। 2 दिन राम्रोसँग पानी परेको छैन, यस्तो छ हालत। नाला यो खोलाको अवस्था ठिक छैन, घर डुबे, खेतहरू डुबे। यो स्कुलले बनाएको बाटो आधा डुबेको छ, यता पनि अवस्था त्यस्तै छ। स्कुलको मार्फतबाट बनेको बाटो हो त्यो, यता पनि यस्तै छ अवस्था, पुरा डुबेको छ। यो नाला पनि उहाँले राम्रोसँग बनाउनु भएको छैन। यो नालालाई त्यहाँ सार्नु पर्ने हो, यहाँदेखि बनाउनु भएको छ, त्यही भएर यो पुरा डुबेको छ अहिले पनि। हेर्नुहोस् अहिलेको अवस्था यस्तो छ। यसमा चाहिँ हाम्रो 20 नम्बर वडाको ध्यान चाहिँ आकर्षित गर्न चाहन्छु म यो भिडियोको मार्फतबाट। सक्दो सेयर गर्नु होला।